नमस्ते। हरेक पटक चुनाव हुन्छ, शक्ति केही मानिसहरूको हातमा पुग्छ, होइन त? तर त्यो शक्तिले देशलाई कहाँ लैजान्छ? शान्तितिर कि सङ्घर्षतिर? आज हामी यही शक्तिको दुईवटा बाटोबारे कुरा गर्नेछौँ। ल, सुरु गरौँ है त। हेर्नुस् त, हाम्रो अगाडि जुन यो चित्र छ नि, यो केवल एउटा चित्र मात्र होइन, यो त एउटा नक्सा हो। यस्तो नक्सा जसले राजनीतिक शक्तिका दुईवटा बिल्कुलै फरक बाटोहरू देखाउँछ। एउटा बाटो जसले शान्तितिर लैजान्छ अनि अर्को जसले विनाशतिर। त्यसो भए अब यो कथाको सबैभन्दा सुरुको बिन्दुमा जाउँ। आखिर यो राजनीतिक शक्ति जसको यत्रो चर्चा हुन्छ, त्यो आउँछ चाहिँ कहाँबाट? यो मोडल अनुसार यसको जवाफ एकदमै सरल छ। सबै राजनीतिक शक्तिको मूल स्रोत एउटै मात्र हो, जनता हो। हरेक कुराको सुरुवात यहीँबाट हुन्छ। तर जनतामा भएको त्यो शक्ति नेताहरूसम्म पुग्छ कसरी त? यो प्रक्रियालाई शक्तिको हस्तान्तरण भनिन्छ। साधारण भाषामा भन्नुपर्दा चुनाव र भोटको माध्यमबाट, जहाँ आम मानिसले आफ्नो अधिकार, आफ्नो शक्ति केही समयको लागि आफ्ना प्रतिनिधिहरूलाई सुम्पिन्छन्। अनि जब यो हस्तान्तरण पूरा हुन्छ, त्यसको परिणाम के हुन्छ त? परिणामस्वरूप शक्ति धारकहरूको जन्म हुन्छ, अर्थात् राष्ट्रिय नेताहरूको। उनीहरू जसले अब जनताबाट पाएको शक्ति प्रयोग गर्ने अधिकार राख्छन्। अब आउँछ कथाको सबैभन्दा महत्त्वपूर्ण मोड। जब नेताको हातमा त्यो अपार शक्ति आइपुग्छ, उनीहरूको अगाडि एउटा ठूलो प्रश्न खडा हुन्छ। एउटा निर्णय लिनुपर्ने हुन्छ, अब यो शक्तिको प्रयोग कसरी गर्ने? हाम्रो नक्सामा फेरि हेरौँ त। ठिक यहीँनिर हो त्यो दो बाटो, जहाँबाट दुईवटा बाटो छुट्टिन्छन्। शक्तिधारकको एउटै छनौटले सिङ्गो देशको भविष्य कुन बाटोतर्फ मोडिन्छ भन्ने कुराको फैसला गर्छ। छनौटहरू दुईवटा छन्, एकदमै स्पष्ट। एकातिर छ शक्तिको उचित उपयोग, मतलब जुन उद्देश्यले शक्ति दिइएको हो त्यही अनुसार जनताको भलाइको लागि काम गर्नु। अनि अर्कोतिर छ शक्तिको दुरुपयोग, मतलब व्यक्तिगत स्वार्थ वा आफ्नो समूहको फाइदाको लागि त्यो शक्तिको गलत इस्तेमाल गर्नु। अझ यो चित्रले एउटा गहिरो मनोवैज्ञानिक कुरा पनि देखाउँछ। कहिलेकाहीँ शक्ति पाएर पनि त्यसलाई सही तरिकाले प्रयोग गर्न नसक्दा नेतामा एक किसिमको अपमानबोध वा हीनताबोध पैदा हुन सक्छ। अनि त्यही भावनाले पनि उनीहरूलाई शक्तिको दुरुपयोग गर्ने अँध्यारो बाटोतर्फ धकेल्न सक्छ। सोच्नुस् त, एउटा व्यक्तिगत भावनाले कसरी राष्ट्रिय विनाश निम्त्याउन सक्छ? ल, अब हामी त्यही अँध्यारो बाटोमा अलिकति गहिराइमा जाउँ। जब कुनै नेताले शक्तिको दुरुपयोग गर्ने निर्णय गर्छ, त्यसपछि के हुन्छ? त्यसका परिणामहरू कस्ता हुन्छन्? यो चित्रले हामीलाई त्यो विनाशको यात्रा चरण चरणमा देखाउँछ। यो एउटा श्रृङ्खला हो जसको सुरुवात एउटा सानो गलत निर्णयबाट हुन्छ, तर त्यसको अन्त्य भने एकदमै भयावह हुन्छ। दुरुपयोगको प्रक्रिया खास गरी 3 चरणमा अघि बढ्छ। पहिलो चरण हो शोषण, जहाँ देशको स्रोत साधनमाथि कब्जा जमाउन थालिन्छ। त्यसपछि आउँछ दमन, जहाँ फरक मत राख्ने वा विरोध गर्ने आवाजहरूलाई दबाइन्छ, चुप लगाइन्छ। र अन्तमा अनुचित लाभको चरण आउँछ, जहाँ शक्ति र स्रोत केवल आफ्ना मान्छे र आफ्नो गुटमा मात्रै बाँडिन्छ। अनि यी कामहरूको परिणाम एकदमै भयानक। समाजमा सुरुमा उथलपुथल र अशान्ति देखिन थाल्छ। बिस्तारै बिस्तारै त्यो बेचेनी, अराजकता र हिंसामा बदलिन्छ। अनि त्यही विवाद र द्वन्द्वले अन्ततः देशलाई युद्धको अँध्यारो सुरुङभित्र धकेल्छ। यो त समाजलाई भित्रभित्रैबाट खोक्रो बनाउने प्रक्रिया जस्तै हो। र यो सबै विनाशको अन्त्य कहाँ गएर हुन्छ? शक्तिको यो पूर्ण दुरुपयोगले समाजलाई यस्तो दयनीय अवस्थामा पुर्याउँछ जसलाई यहाँ अस्तित्वको लागि सङ्घर्ष भनिएको छ। यस्तो अवस्था जहाँ मानिसहरू आफ्नो ज्यान जोगाउन र 2 छाक खानको लागि नै सङ्घर्ष गर्न बाध्य हुन्छन्। खैर, अब त्यो अँध्यारो बाटोलाई छाडेर अघिल्लो दो बाटोमा फर्कौँ, त्यो अर्को उज्यालो बाटोको कुरा गरौँ। जब शक्तिको सही उपयोग हुन्छ, तब के हुन्छ त? दुरुपयोगको त्यो लामो, जटिल र घुमाउरो बाटोको तुलनामा शक्तिको सही उपयोगको यात्रा कति सरल र सोझो छ हेर्नुस् त। यसको गन्तव्य पनि एउटा मात्र छ, एकदमै स्पष्ट हो। जब शक्तिको उचित उपयोग हुन्छ, परिणाम एकदमै सरल तर शक्तिशाली हुन्छ, शान्ति। दुरुपयोगको बाटो जस्तो 8-8वटा विनाशकारी परिणाम होइन, यो बाटोले समाजलाई सिधै एउटै गन्तव्यमा पुर्याउँछ, शान्ति। अब यो कथाको अन्तिम तर सायद सबैभन्दा महत्त्वपूर्ण भागमा आइपुग्यौं। त्यो चक्र जसले सबै कुरालाई घुमाएर फेरि सुरुवाती बिन्दुमा नै ल्याइपुर्याउँछ।
यो तीरलाई ध्यान दिएर हेर्नुस्। यसले देखाउँछ कि शक्तिको दुरुपयोगको अन्तिम परिणाम, त्यो अस्तित्वको लागि सङ्घर्ष, सिधै आएर पिनै जनताको थाप्लोमा बजारिन्छ, जसले सुरुमा आफ्नो शक्ति नेताहरूलाई दिएका थिए। कस्तो दुःखद चक्र, होइन त? र यसले हामीलाई यो नक्साको सबैभन्दा मार्मिक र शक्तिशाली निष्कर्षमा पुर्याउँछ। जुन जनताले भोट मार्फत आफ्ना नेताहरूलाई शक्ति दिन्छन्, अन्ततः उनीहरूले नै बाँच्नको लागि सङ्घर्ष गर्नुपर्छ। र अन्त्यमा यो सम्पूर्ण विश्लेषणले हामीलाई एउटा निकै गम्भीर प्रश्नको अगाडि उभ्याउँछ। यदि शक्ति जनताबाटै आउँछ र त्यो शक्तिको दुरुपयोगले निम्त्याएको सङ्घर्ष पनि जनतामै फर्कन्छ भने, सङ्घर्षको यो चक्रलाई तोड्ने कसरी? केले तोड्छ यो चक्र?